हेलो गाइस, वेलकम छ तपाईँलाई मेरो भिडियोमा। आज चाहिँ हामी पोखरा चल्दी जान लाग्यो। त अहिले चाहिँ म यहाँ गाउँमै छु। अब चाहिँ पोखरा चल्दिनु पर्ने हुन्छ दुईजना। त्यो गाइस अहिले एकछिनमा भेटौँ ल। म चाहिँ बाइक तल राखेको थिएँ, अहिले पनि जानु लाग्यो त्यो गाइस। गाइस अब चाहिँ पोखरातिर चल्दिस एङ्गल मिल्यो कि मिलेन थाहा भएन। चल्दिछ गाइस। ल बाजे के बोलम यार, एङ्गल मिल्यो कि मिलेन। जस्तै गर्मी छ यार कसम हाम्रो गाउँमा यार। बाइकको सक्लिप भएर तनापरको तनाप छ फेरि। मोबिल नि चेक गर्नु छ यार। गाह्रो कस्तो ढुङ्गा निस्केको बाटोमा नि यार। अहिले चाहिँ म गाउँदेखि हल्का तल आएँ भनौँ है, त्यही हो हालिदिनु। यो चाहिँ जङ्गल पुरा यहाँ तल चाहिँ खोला हो। माथि चाहिँ खेत, तल खेत त्यस्तै छ हाम्रो गाउँको गाउँठाउँ होइन। अरू त के देखाउनेहरू गाइस, त्यही अब बाइक चलाएको त्यही हो। हल्का कुराकानी गरौँ होइन। सबिन पिले चाहिँ गाइस को कोले चिन्नुहुन्छ। त्यो चाहिँ बाबे चाहिँ आएर बसिसकेछ तल बजारमा। त्यसलाई ल्याउन जानुपर्ने हुन्छ, ल्याउन जानु पर्यो। पेट्रोल नि छैन गाइस, तलसम्म पुग्छ कि पुग्न। अहिले चाहिँ म कोली स्टार्टमै हिँडिदिएको है गाइस। न्युट्रलमै छ बाइक चाहिँ होइन, डाँडा न्युट्रलमै हिँडिदिने हो। पछि भालो ब्रेक लगाएर जान्छ, ऱ्याममा गियरमा हालिदिने हो कि इन्जिन ब्रेक। केही हुन्न यहाँ रिमाथि चाहिँ खेततिर जाने रोड हो भनौँ होइन। यहाँ चाहिँ पहिलाहरू माछा मार्न आइन्थ्यो गाई चाहिँ यार, कसम पौडी खेल्न आइन्थ्यो यार। भइहाल ठुलो आउँछ नि गाई चाहिँ खोला त फेरि। अब आउने बेला हुनु लाग्यो होला। माछा मार्ने, पौडी खेल्ने हिँड्थ्यो यार, कसम मजा आयो। अलिक कोही केटाहरू छैन, झ्याउला थियो केटाहरू थियो पहिला। यहाँ तल हो कि पौडी खेल्ने ठाउँ चाहिँ बबाल थियो यार, कसम पौडी खेल्ने ठाउँ त दामी। बाटो गएर भेटौँ लगायो यार, के हो आउन त म भर्खरै आएँ। ल गयो ल गएँ पोखरा।
गना है यार मेरो बाइक त होइन बनाएको गाइस मेरो बाइक गना जस्तो लाग्यो के बनायो उता चाहिँ हाम्रो गाउँ है त्यहाँ माथि देखेँ छैन भने त्यहाँ माथि हाम्रो गाउँ त्यहाँदेखि आएको है म चाहिँ भर्खर आएँ भनौँ भर्खर भनेर बिस्तारै आएको खै के हो त्यही छ रोडको अवस्था बिस्तारै जानु पर्यो झ्याउला यार कसम गाउँ आयो भने कसम पोखरा जाने झ्याउला चाहिँ के गाइस त्यही हुन्छ कि किन पुग्यो किन यस्तो हुन्छ गाउँमा कस्तो मजा हुन्छ कस्तो चिल हुन्छ अब चाहिँ अफमा हिँड्छु तल गएर पेट्रोल हाल्ने ठाउँसम्म पुऱ्याउनु पऱ्यो नि शीत तातेर कस्तो चाक पोल्यो यार मा घाममा क्या चाक पोलेकोमा सुत Look at the view, guys. हाम्रो म्याग्दीको भ्यू अझ यहाँ त के हो र गाइस मेन ठाउँमा त अझ गएकै छैन मेन ठाउँमा गयो भने त्यस्तो बबाल छ नि म्याग्दी होइन बबाल ल गाइस अब चाहिँ पेट्रोल हाल्ने ठाउँमा गएर भेटौँला यार त्यो पेट्रोल हाल्ने ठाउँमा गएर भेटौँला गाइस चल्यो हामी यहाँ मालढुङ्गाको अवस्था ल केही भन्नु यहाँ भन्नु के भन्ने हो यहाँ अहिले चाहिँ हामी टक्क मालढुङ्गा हो ट्याक्क A few moments later. चले चाहिँ हामी यहाँ मालढुङ्गाबाट हिँडिसकेको अवस्था पानी पर्न लाग्यो यार मालढुङ्गा पानी पर्ला जस्तो भयो केटा हो अहिले एकछिनमा भेटौँला यार पानी पर्यो गाइस अब चाहिँ हामी पोखरा आइसकेको अवस्था धुम्बर कालो भयो यार थपित खाजा लागेको अवस्था भन्न त चाक देखेर होला यहाँ यस्तो कमला बखडा नि अब चाक देखेछ भइयो गएर अब घुत्रुक्क सुत्ने त्यही गएछ अब एकछिन भेटौँला A few moments later. अहिले चाहिँ प्लान चेन्ज भइसकेको अवस्था हामी चाहिँ रातारात लुवाङ जाने कुरा भइरहेछ यहाँ अब के हुन्छ केटाहरूलाई कुरेको केटाहरू अब त्यहाँ आउँदैन केटाहरू आयो भने के हुन्छ पानी पर्न लागिसक्यो केटाहरू आउँदैन लुवाङ जाने कुरा के हुन्छ यार एकछिनमा बुझाएर हेरौँला